क्रिकेटको मैदानमा आज एउटा यस्तो क्षण आयो जुन पुस्तौँसम्म नेपालीले गर्वसाथ सम्झिने छन्। सपना मात्र होइन, यो वास्तविकता हो। नेपालले वेस्ट इन्डिजलाई हरायो, त्यो पनि सिरिजमै। 3 खेलको सिरिजमा लगातार 2 खेल जित्दै नेपालले वेस्ट इन्डिज जस्तो शक्तिशाली फुल मेम्बर टिमलाई 2-0 ले सिरिज जितेर इतिहास रचिदिएको छ। सपना थियो नेपालले एक दिन विश्वका ठुला टिमलाई हराओस्। सपना थियो नेपालको झन्डा विश्व मञ्चमा गर्वका साथ फरफराओस्। आज त्यो सपना केवल पुरा भएन, त्यो सपना 3 करोड नेपालीको आँखामा आँसु र मुटुमा गर्व बनेर बगिरहेको छ। 27 सेप्टेम्बर शारजाह नेपालले 148 रन बनायो, वेस्ट इन्डिजले 1900 रनले हरायो। त्यो जितले नै सङ्केत दिएको थियो नेपाल अब केवल खेल्न आउँदैन, जित्न आउँछ। नेपाल अब केवल सहभागी हुन आउँदैन, इतिहास रच्न आउँछ। अनि दोस्रो खेल 29 सेप्टेम्बर आजको दिन नेपालको ब्याटिङ विस्फोटक भयो। आसिफ शेख 68 रन, सन्दीप जोरा 63 रन। नेपाल 173 रनमा पुगेको क्षण हजारौँ दर्शकको मुटु ढुकढुक बट्यो। तर असलले जादु त बलिङमा भयो। मोहम्मद आदिल अन्सारीले 4 विकेट, कुशल भुर्तेलले 3 विकेट। वेस्ट इन्डिज 17.1 ओभरमै 83 रनमा अल आउट भयो। नेपाल 90 रनले जित्यो। यो केवल जित होइन, यो वेस्ट इन्डिजलाई दिएको ऐतिहासिक सबक हो। कुनै पनि फुल मेम्बरलाई हराएको यो पहिलो चोटि हो नेपालले। र त्यसैसँगै नेपालले 3 खेलको सिरिज 2-0 ले जितेर वेस्ट इन्डिजलाई सिरिजमा मात दिएको छ। यो पहिलो पटक हो नेपालको कुनै फुल मेम्बर राष्ट्रलाई सिरिजमै हराएको। यो केवल नेपालको लागि मात्र होइन, सम्पूर्ण एसोसिएट राष्ट्रहरूको लागि प्रेरणा हो। नेपालले देखाइदियो सब कसैले अब नेपाललाई छोटो टिम बन्न सक्दैन। हामी अब क्रिकेटको नक्सामा ठुला अक्षरमा लेखिएका छौँ। 2 पटकको विश्व विजेता टिमलाई हामीले मात दिएका छौँ। आजको यो क्षण, यो जित, यी आँसु, यी हाँसो, यी गर्व, सबै कुरा त्यो दिन सम्झाउँछ जब हामीले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक पाइलो राखेका थियौँ। पारस खड्काले बोकेको त्यो सपना, शरद भेष्वाकरले दिएको त्यो योगदान, ज्ञानेन्द्र मल्लको सङ्घर्ष, सब आज पुरा भएको छ। आज रोहित पौडेलको कप्तानीमा सन्दीप लामिछाने, आसिफ शेख, गुलसन झा अनि दिपेन्द्र सिंह ऐरी, आदिल अन्सारी जस्तै सोमपाल कामी, करण केसी, सबैले पुरै नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ आकाशमा नेपाली टिमलाई पुर्याएको छ। आज नेपालले वेस्ट इन्डिजलाई हराएको मात्र होइन, भोलि नेपालले भारतलाई हराउनेछ, भोलि नेपालले पाकिस्तानलाई पनि हराउनेछ, भोलि नेपालले अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका जस्ता ठुला ठुला राष्ट्रलाई हराउनेछ। किनकि यो टिमसँग हिम्मत छ, साहस छ, सपना छ र 3 करोड नेपालीको एकै स्वरमा धड्किने मुटु छ। 3 करोड नेपालीको साथ र सपोर्ट छ। र यो केवल क्रिकेट होइन, यो हाम्रो पहिचान पनि हो। आज नेपालले वेस्ट इन्डिजलाई सिरिजमै हराएको छ। आज नेपालले संसारलाई देखाइदिएको छ हामी नेपाली केवल खेलाडी होइनौँ, हामी यो देशको सपना बोक्ने योद्धा हौँ। 3 करोड नेपालीको धड्कन, नेपाली क्रिकेटको जय होस्। नेपाल सदा नेपाली क्रिकेट अमर रहोस्। 3 करोड नेपालीको मनमुटुमा बस्न सक्ने नेपाली क्रिकेटको जय होस्। जय नेपाल, जय नेपाली क्रिकेट।